हेलो साथीहरू, कस्तो हुनुहुन्छ? आज चाहिँ म मेरो साथी रोमासँग लन्च गर्न आइरहेको छु र यो पनि लिटल इन्डियामा नै हो र एकदमै टेस्टी पाउँछ। हेर्नुहोस् है त। 1 बज्यो हैन। आज कहीँ घुम्न गएको छैन, दिमाग खराब भयो। खैले जामा यो पो ल्याइदिएछौ रहेछ त। खै जामा चाहिँ यो चाहिँ मैले स्प्राइट खाएको हैन। पकिन पानी खा। यसलाई पानी को यस्तो गरममा चाहिँ हो आज इन्डियाबाट आएर चाहिँ यहाँनिर स्प्राइट खानु त यहाँनिर हाम्रो निलोजी। हेलो है, आज चाहिँ हामी लिटल इन्डियामा मामा घर लन्च पार्टी ट्रिट बाई रोमा है। यसको स्यालेरी पाएर 1 साल पुग्न आँट्यो सिङ्गापुर आएको। यो ट्रिट चाहिँ मेरो साथी होइन रोमा विश्वकर्मा, यो चाहिँ यसको है काको यो चाहिँ मेरो साथी होइन रोमा, यसकोबाट ट्रिट आज यसको स्यालेरी पायो अरे पुरा है। ए भन्न उयो लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु हो, अन्त सेयर गरिदिनु हो, बिर्सेर चाहिँ नगरिदिनु है। यसले हँसाउँछ है। यो चाहिँ यहाँ चिकन के रहेछ यति टेस्टी छ होइन। हाम्रो यो टिका चाहिँ अब सिङ्गापुरको चाहिँ पानी पर्यो भने पानी पर्नु जान्दैन हो। यहाँ कस्तो दामी स्काई देखिरहेको छ है। अब हामी चाहिँ इमरी पार्क भन्ने जाँदैछु। त्यहाँनिर गएर चाहिँ अब होइन 15 दिनको रेस्ट गर्नु अब है। 15 दिनमा थाकेको पाकेको सबै हामी रेस्ट इमरी गार्डनमा गएर त्यो गार्डनमा रेस्ट गर्छौँ। सो साथीहरू यहाँनिर हामी पनि नेपाली हो, नेपाली नै हो हाम्रो दार्जिलिङको सिस्टरहरू है। कस्तो हुन्छ भन्नु न सिङ्गापुर चाहिँ? सिक्किमको सिङ्गापुर एकदम राम्रो छ। गरम हो गरम, गरममा गरम, जाडोमा जाडो, घाम लाग्नु जान्दैन, पानी पर्छ। हामी चाहिँ यहाँनिर चिसो होइन, हामी चाहिँ यहाँ बस्छौँ है। उपर चाहिँ गिजिङ यसलाई चाहिँ तेरो के भन्छौ? सेन्सिटिभ यस्तो भन्छौ, सेन्सिटिभ पेपर भन्छौ यो। टच मी किनिस खै मेरो चाहिँ एक्सक्युज मी। बुगिसमा भिड है यस्तो छ। हामी चाहिँ यहाँनिर इमर्जेन्सी भएर आएको होइन। सबै ह्यान्डमेड क्रोसेटहरू राख्छ के पुरा चोक छ है। त हाम्रो त्यो उयोहरू राखेको जस्तै के त फङ्सनहरूमा राखेको जस्तै। उयो क्रोसेट गरेँ क्रोसेटको पनि छ है। यस्तो मजाले फुलेर क्या अस्ति हाम्रो मन्चिपेटमा नानीहरूले राखेको थिएन यसरी नै, सेम यहाँ पनि यस्तो मजाले राख्छ है। सरी हाम्रो चाहिँ दार्जिलिङतिर लजाउनु हुँदैन। यहाँ हेर सानो नानीहरू केटीहरू कस्तो राम्रो राम्रो गरेर यसरी सेल्फहरू राखेर बस्छ है। यस्तै हुनुपर्छ पोजिटिभ भाइब्सहरू क्या त एकदम। हेर कोही लजाउँदैन। यसरी क्या यस्तो दामी दामी
क्रोसेट आइटम्स है। आजको छुट्टी यसरी नै बित्यो र मेरो साथी चाहिँ बसमा जान्छ। म चाहिँ एमआरटी अर्केको जग्गा हो नि त। ल त साथीहरू, आजको दिन यसरी नै बित्यो। एकदमै गर्मी छ है, गर्मीले चाहिँ एकदम बेहाल छ। त्यही कारणले गर्दा चाहिँ आजको मेरो ब्लग तपाईँहरूलाई कस्तो लाग्दैछ प्लिज लाइक कमेन्ट सेयर गर्नु चाहिँ नभुल्नु होला, अनि सब्सक्राइब पनि गरिदिनु होला है। अर्को ब्लग लिएर आउने नै छु, त्यतिन्जेलकोसम्म तपाईँहरूलाई बाई बाई भन्दै स्टे ट्युन, बाई बाई।